मान्य सभामुख महोदय, भोटेकोशी नदीमा आएको यो अकल्पनीय बाढीले जुन अपूरणीय क्षति भएको छ, यो अत्यन्त कठिन घडी हो र यो कठिन घडीमा प्रभावित क्षेत्रका स्थानीयले बेहोरेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस कालीलाग्दो विपदमा उहाँहरूको साथमा सिङ्गो रासोपा र सिङ्गो सरकार साथ रहेको कुरा म यो सम्मानित सदनलाई अवगत गराउन चाहन्छु। सम्मानित सभामुख महोदय, बिहानदेखि नै यसको जानकारी प्राप्त भएसँगै म प्रधानमन्त्री, गृहमन्त्री र भर्खरै स्वास्थ्य मन्त्री लगायतका सम्बद्ध अन्य सरकारी संयन्त्रका जति पनि महानुभावहरू हुनुहुन्छ, उहाँहरू सबैसँग निरन्तर छलफल र सूचना आदान प्रदान र रणनीतिक किसिमका योजना के कस्ता छन् भन्ने जस्ता विषयहरूमा अत्यन्त सजगताका साथ सचेत हुँदै र गम्भीरतापूर्वक ती छलफलहरूमा सहभागी हुँदै आइरहेको छु र मलाई विश्वास छ सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछ। नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएको हुनाले म सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा